नमस्ते सबैजनालाई। यो भिडियो चाहिँ जुलाई 5 को हो अनि मलाई चाहिँ एकदम अल्छी लागेको भएर चाहिँ साथीहरू मैले चाहिँ पोस्ट गरेको छुइनँ। यो भिडियो बनाएर खास मैले चाहिँ यसमा साउन्ड लाइक रियल साउन्ड नै राख्ने भनेको आएर न त्यो ढ्याकी साउन्डहरू मेसी भयो अनि राखेन। अनि तपाईँहरूले चाहिँ मेरो नमिठो भोइस सुनाउनको लागि मैले भोइस ओभर गरेको छु। साथीहरू सुन्नु होला है, नराम्रो भोइस। अनि यो चाहिँ C4 तपाईँलाई हामी कहाँ जाँदैछु भनेर थाहा भइसक्नु भयो होला। हामी चाहिँ जाँदैछौँ सेभेन सिस्टर क्लिफ। अहिले चाहिँ पुरा एक्साइटेड भएर बोलेको छु नि साथीहरू। सेभेन सिस्टरको डाँडा उक्लिन नसकेर पहिलो डाँडा चढेर फर्किने मान्छे चाहिँ म नै होला क्या, पहिलो व्यक्ति, पहिलो मान्छे। अनि हामी चाहिँ यहाँबाट यसो म्याप हेरेर टक्क लाएर हामी त्यो उकालो चढ्यौँ होइन। अनि यो चाहिँ मेन डाँडा होइन सेभेन सिस्टरको, यो चाहिँ C4 को डाँडा हो कि साथीहरू। अनि मेरो साथीहरू चाहिँ माथि लमक लमक गर्दै उकालो चढ्दैछ। अनि यो चाहिँ C4 को डाँडादेखि नै त्यहाँको सुन्दर सहर र समुद्रको भ्यू साथीहरू कस्तो छ हेर्नु न। माई गड, म त यो भ्यू हेरेर नि साथीहरू फर्किने बेलामा नि हामी त 1 घन्टासम्म त्यहीँ हेरेको गरेको। अनि मेरो साथी र मेरो साथीको हस्बेन्ड चाहिँ अगाडि कसरी हिँडेको छ, म चाहिँ हिँड्न नसक्दै पछि गड मै होला कि साथी हिँड्नै नसक्ने। त्यही पनि म त 2 वर्षपछि यस्तो हाइकिङ ट्रेकिङ के भन्छ हाइकिङ गएको है। अनि यहाँ चाहिँ भिडियोको लागि मात्र हो कि 1300 बाटोमा सुरुक 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 हिँडेको। यो चाहिँ मेरो साथीले पछाडिबाट भिडियो गरिदिएको थियो। सेभेन सिस्टरको भ्यू हेर्नु न साथी। अनि कस्तो राम्रो भ्यू थियो। यो चाहिँ मेरो साथीले गरिदिएको भिडियो थियो अनि मैले चाहिँ यहाँ एड गरेर राखेको सेभेन सिस्टर। अनि कि साथीहरू हामी चाहिँ खोला तर्नु परेको होइन। अनि कस्तो यो खोलाको पनि यस्तो कान्छ अब जाँदाखेरि हेर्नु न साथी, हाम्रो घुँडासम्म नि आएको थिएन यो पानी होइन। अनि साथीहरू फर्किने बेलामा त हो यो पानी त हाम्रो त पुरा चेसोमा आइरहेको क्या। अनि हामीलाई चाहिँ तर्न डर लाग्यो। अनि हामी चाहिँ यो बाटो हुँदै 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 त्यही माथि सेभेन सिस्टरतिर जानलाई अगाडि बढेको थियो। यो बाटोमा जति हिँडे पनि साथीहरू बाटो त्यो के भन्छ कटेको फिल नै नहुने क्या। त्यो खोइ के भयो सबै यो ढुङ्गा सानो मसिनो ढुङ्गाहरू थियो है। अनि समुद्रको छालको हावा सँगसँगै हामी चाहिँ सगरमाथातिर चढ्यौँ साथीहरू। यो सगरमाथा चढ्दाखेरि साथीहरू मेरो हालत खराब भएको थियो भगवान। अनि अहिले चाहिँ हामी सेभेन सिस्टरको मेन जेठी दिदीको डाँडामा छौँ। अनि हामी चाहिँ त्यहाँ बसेर चट्ट ल्याएर मेरो साथीले चटपट पानीपुरी बनाएर ल्याएको थियो अनि हामी चाहिँ त्यो खायौँ होइन। अनि त्यसपछि हामी चाहिँ फेरि त्यहाँ यो चरा पऱ्यो आई डोन्ट नो यो चराको नाम के हो। यो चराहरू चाहिँ हाम्रो वरिपरि आएको थियो अनि हामीले चाहिँ यसलाई कि चटपट खुलाइदिएको घटेर नि त। यहाँ चाहिँ सबै खाइसकेको थियो कि साथीहरू चटपटहरू चाहिँ। अनि त्यसपछि चाहिँ मैले साथीहरूलाई साथी म योभन्दा उता जान सक्दिनँ। हामीले चाहिँ टार्गेट चाहिँ 3टा क्लिफ चढ्ने भनेको सकेन। अनि त्यसपछि हामी फर्क्यौँ। अनि ल हेर्नु साथीहरू यो खोला अहिले बढेर कत्रो भएको थियो। अनि हामी चाहिँ पछि त्यो खोला तर्न नसकेर हामी चाहिँ यो फाँटको बाटो हिँड्यौँ। अनि हामीले चाहिँ एउटा बस स्टेसन भेट्टायौँ। अनि बस चढेर साथीहरू हामी चाहिँ टाउनमा झर्नु पनि हामी चाहिँ कहाँ पुग्यौँ। अनि फेरि हामीले त्यहाँ 2टा बस चेन्ज गऱ्यौँ। अनि बसको ड्राइभरले के भन्दा ट्रेन चढेर जाऊ तिमीहरू भन्यो। अब ट्रेन चढेर हामी फेरि कहाँ जाने, त्यो भन्दा उबर बुक गऱ्यौँ। अनि मेरो साथीहरूको हालत हेर्नुहोस्, यहाँ भुइँमा बसेर बिचराहरू उबर बुक गरेर हामी फेरि C4 टाउनमा आयौँ। अनि C4 टाउनमा उबर चढेर आएपछि फेरि हामी त्यहाँबाट यस्तै स्पेन 10-15 मिनट चाहिँ हिँड्यौँ कि त्यो भित्रभित्र गल्ली हुँदै के। अगाडि नै हामी यहाँ झरेको भए हामीले यत्रो दुःख पाउँथेन कि साथीहरू। अनि हामी चाहिँ फेरि 1 घन्टा यो समुद्रको छालमा खेलेर गड मेरो साथी त 1 घन्टासम्म खेलेको थियो। अब यसो फोटोहरू पनि हेर्दै गर्नु ल साथीहरू। कस्तो लाग्यो त मेरो सेभेन सिस्टर र C4 को हाइकिङ। नमस्ते सबैजनालाई, शुभरात्रि सबैजनालाई। मेरो भिडियो हेरेर माया गरिदिनु ल। थ्याङ्क यू।